बाबुको चाहिँ पर्सि सोमबार 2026 त्यो कति 4 महिनाको अप्रिल यो चाहिँ आइन्सको मम्मीले 2-4 दिन अगाडिदेखि सामानहरू मगाइरहेको थिइन् र उनले यो मगाएर घरमा यसरी नै आफैले डेकोरेसन गर्दैछन्। यसमा बहिनीले पनि साथ दिइरहेकी छिन्। हामी चाहिँ मम्मी र म चाहिँ यसरी हेरेर यिनीहरूलाई चाहिँ रातिको चाहिँ 1 बजेसम्म पनि हामी सहयोग गरिरहेका छौँ। फिजिकली रूपमा नभए पनि सँगसँगै साथ दिएर गफगाफ गर्दै हामीले चाहिँ पर्सीको तयारी गरिरहेका छौँ। यो चाहिँ हाम्रो दोस्रो दिनको तयारी हो। अघिल्लो दिन हामीले केही भागहरू केही कुराहरू तयारी गऱ्यौँ र दोस्रो दिन हामीले फेरि भोलि चाहिँ हाम्रो चाहिँ बाबुको घरमै भात खुवाइको कार्यक्रम छ र त्यसको लागि बस्ने कुर्सीहरू चाहिँ यसरी मैले तयार गर्दैछु। यसमा हामीले चाहिँ नजिकैबाट एउटा चाहिँ कार्टुन ल्यायौँ र कार्टुनलाई यसरी गऱ्यौँ। आयस पनि यता खुसी भएर बसिरहेको छ, ऊ आफू पनि खेलिरहेको छ, हामी उतातिर छौँ, ऊ आफ्नै तरिकाले खेलेको छ। आजबाट ऊ ठ्याक्कै 5 महिना पुरा भयो र भोलिबाट चाहिँ ऊ 6 महिना लाग्छ र 6 महिना लागेपछि उसको हामीले चाहिँ भात खुवाइको कार्यक्रम राखेको भन्दा चाहिँ पहिलो चरणमा हामी घरमै यसलाई साइड अनुसारको हजुरआमाको हातबाट खाना खुवाउने भात खुवाइको अन्नप्रसन्नको कार्यक्रम चाहिँ रहेको छ। यो पनि तयारी हुँदैछ। ट्रायल गराउनलाई यहाँनिर यसरी राख्दैछ। यस्तो हुँदैछ रेडी। पापाले फेरि अर्को बनाउँदै हुनुहुन्छ। मम्मी चाहिँ किचनमा हुनुहुन्छ। के पाक्दैछ मम्मी? करेला र आलु मम्मीले बनाउँदै हुनुहुन्छ। अनि यहाँको भोलिको लागि पास्नेको लागि तयार हुन्छ। यो चाहिँ 84 व्यञ्जनका परिकारहरू जो जीवनको पहिलो पटक उसले अन्न प्रसन्न गर्नेछ, अन्न ग्रहण गर्नेछ, ऊ बेलामा चाहिँ त्यसका लागि तयार पारिएको 84 व्यञ्जन हो। र यसमा हामीले 84वटा आइटम त थिएन, तर केही आइटमहरू दोहोऱ्याएर भए पनि 84वटा परिकारको 84वटा यो कपमा राखेर 84 व्यञ्जन तयार गऱ्यौँ। र यो हामीले यहाँ तयार गरेर भोलि चाहिँ बाबुको अन्नप्रसन्नको दिन चाहिँ हामी बाबुलाई यो दिनेछौँ।
यसरी तयार गरेको यो 84 व्यञ्जनलाई स्वस्तिक प्रति आकारमा बनाएर यसरी यो भोलिको यो मण्डप अगाडि हामीले स्वस्तिकको रूपमा बनाएर राखेका छौँ। हेर्दै जाउँ यो कस्तो बन्छ। बुढी र सालीले यसलाई खुब मेहनत गरिरहेका छन्। हेर कसरी हो, कपाल काटेर हुन्छ। आइन चाहिँ यसरी बिहान पका यसरी सुतिरहेको छन्, यिनी उठेका छैनन्। हामी अब आज बिहानैबाट तयारीमा छौँ। यसरी यता आइन्सको मम्मीले सेल बनाउँदै हुनुहुन्छ, यता सबैजना तयारी छ। यसरी सेल पाक्ने कार्यक्रम पनि चलिरहेको छ। आइन्स उता सुतेको छ, अरू सबैले यता घरबाट बुवा पनि एकदम एक्साइटेड भएर कसरी के गरिरहेको छौ भनेर बुझ्नु भइरहेको छ। हामी पनि यता तयारीमा छौँ। यसरी अचारहरू बिहान अलरेडी सालीले बनाइसकेकी थिइन्। यो मासु चाहिँ मैले बनाएँ। अरू चिजका आइटम मम्मीले बनाउनु भयो। सबैले हामीले चाहिँ काम एकअर्कालाई बाँडफाँड गरेर तयार गऱ्यौँ र लगभग स्वस्तिक पनि हामी यसरी हिजो बेलुका सालीले बनाउनु भयो, एकदम शोभा सानीमाले बनाउनु भयो आइन्सको। हाम्रो आइन्सको भात खुवाइको दिन हो। आइन्स बिहानै उठ्यो 7 बजीतिर, दुध पनि खाइसक्यो, बासँग बसेर यसरी खेलिरहेछिन्। उतातिर आइन्सको तयारी हुँदैछ। के छ आइन्स, आज भात खाने विचार छ नि होइन? हो कि नै भन त, ल भन। हो आज भात खाने कि नखाने त? खाइदिने हो आज भात होइन? आज आइन्सको भात खाने दिन परेको छ ल है, खाने भनेर रमाइदियो नि।
अहिले ल खुवाइदिनु म तिम्रो निम्ति आयसले खाना खाए खाए सबै छोइदिनु ल छोइदियो होइन छोइदिनु मम्मीकै नामबाट छोड्नु पर्यो मम्मीले खाँदैन चाहिँ पहिलो अहिले हामीले जहिले खाँदैन कि त्यो अड्केलाई त्यो के अरे त्यो होइन उहरू छ क्या सुकमेलहरू छ ल हाम्रो कैलाश सरले एकदम यो जिन्दगीको अविस्मरणीय क्षणलाई चाहिँ एकदम अविस्मरणीय बनाउनलाई मिहिनेत गरिदिरहनु भएको छ केटो थर कहाँ त्यहाँ बस्न पर्यो भनेर हिसाबले ल 2 बजे भइगयो वाउ सुत्यो है अब अलिकति त्यसलाई त्यो गर्नु मिल्छ अलिक ठाडो पार्नु मिल्छ हात छोड न त्यो अलिक फुल्यो हो त्यो लुगा फुल्यो लुगा मजा आउँछ किसानु छोड न तिमी जान छोड न जा के कान्छी मैले माथि अर्कै किन्दैछु कि पापा यता खेल्नु यता यता ल त्यतिकै नि बस्नु आइहाल्छु